Namaskar and greetings to all the people of our sweet Mother Earth. साथीहरू, सिम्पल कुरा हो, तपाईको जीवनभरि कति सुख पाउनु भएको छ र कति दुःख भोग्नु भएको छ, सबै कुराको हिसाब राख्नु भएको छ तपाईले। सुखको हिसाब राख्नु भएको छ, कतिपल्ट म सुखी भए, खुसी भए, तर जतिपल्ट पनि तपाई दुखी हुनु भएको छ, पीडा र त्रास पाउनु भएको छ, तपाईहरुको मुटु त च्यातिसकेको छ हैन र सर? त्यो सबै समयमा कसलाई सम्झिनुहुन्छ तपाईले? हे भगवान, हे ईश्वर, हे प्रभु, आएर हेल्प गरिदेऊ। यु नो, सबै समयमा द वान थिङ द्याट एक्चुअली किप्स यु गोइङ, सिम्पल कुरा हो सर, हाम्रो जुन आमा हुनुहुन्छ, मम, त्यो आमाको मायाले त्यस्तो समयमा पनि एउटा नयाँ होप आउँछ र त्यो सबै समयहरू सहेर बिताउने एउटा हिम्मत आउँछ। र हाम्रो बाबा जसले हामीलाई स्ट्रिक्ट गाइडेन्स दिनुहुन्छ, उहाँहरूले गर्दा हो सर आफूलाई सेल्फ हेल्प गरेर हिम्मत आउँछ र कोही नआए पनि आफूलाई अगाडि बढाउने हिम्मत आउँछ, आउँदैन र सर? हामी लिटरली त्यतिले गर्दा मात्र अगाडि बढ्न सकेको छौँ। व्हाट यु थिङ्क दे आर? आमा र बुवा जुन भगवानहरूसँग पनि छैनन्, हामीहरूसँग छन्। हामीहरूले एउटा जुन मायाको डेफिनेसन, जुन मायाको भाव बुझेको छौँ, हामी हाम्रो मातृभूमि र हाम्रो देशलाई आफ्नो मुटु जस्तै च्यातिन त नदिउँ, हैन र सर? सिम्पल। हाम्रो जुन आमा हुनुहुन्छ नि, मम, त्यो आमाको मायाले त्यस्तो सबै समयहरू सहेर बिताउने एउटा हिम्मत आउँछ। र हाम्रो बाबा जसले हामीलाई एउटा स्ट्रिक्ट गाइडेन्स दिनुभएको छ, उहाँहरूले गर्दा आफूलाई एउटा सेल्फ हेल्प गरेर अगाडि बढ्ने हिम्मत आउँछ। अरू कोही आउनेवाला छैन। आएको हेर्नु भएको छ तपाईँले? हामी लिटरली त्यतिले गर्दा मात्र टिक्न सकेको छौँ अहिलेको संसारमा। यु गाइज इभन थिङ्क, अरे बाबा, हामीसँग त्यो कुराहरू छ जुन भगवानहरूसँग पनि छैन, आमा र बुवा। हामीले आफ्नो भूमि मदर अर्थलाई पनि त्यसरी नै आफ्नो मुटु जस्तो च्यात्न नदिउँ। त्यो आशा बनेर र त्यो सङ्घर्षका साथ अगाडि बढौँ। वाइ नट? कान्ट वी? किन भनियो महादेवको छोरा, महादेवको छोरी? सिम्पल सर। यु नो, कति आश गरियो, कति कोसिस गरियो, कति पूजा पाठ गरियो, तर कसैले साथ दिएन नि। हारेर थाकेर सर, टाइम एन्ड अगेन ब्रेकिङ पोइन्टमा पुगेर आफूलाई सेल्फ मोटिभेट गर्दै अगाडि बढ्न सक्यौँ भने हाम्रो आफ्नै पोजिटिभ सोचले बाटो देखाउने रहेछ। हिम्मत चाहियो भने सर तपाईँलाई, कि पैसा चाहियो? कसले दिन्छ तपाईँलाई? हामीलाई कसैले दिँदैन नि। तर तपाईँ माग्नु, तपाईँ अपर्च्युनिटी माग्नु, तपाईँ हिम्मत माग्नु, तपाईँ शक्ति माग्नु, बल माग्नु। एकपल्टमा नआउला, तर मागिराख्नु। जतिपल्ट तपाईँ ब्रेक हुनुहुन्छ त्यतिपल्ट माग्नु। त्यति बेला हो सर जुन हिम्मत हाम्रो भित्र आउँछ, त्यति बेला हो एकपल्ट भए पनि महादेव तपाईँको मनमा आउँछ। यदि थाकेर हारेर पनि उठ्ने इच्छा राख्न सक्छौँ भने, जीवनको हरेक सङ्घर्षमा सर्वश्रेष्ठ हुने प्रयास गर्न सक्छौँ भने हाम्रो महादेवले साथ छोड्दैन। किन आउँदैन? तपाईँको भित्र एउटा आगो बलेर आउँछ, एउटा हिम्मत आउँछ। द्याट इज द रिजन जसले महादेवको त्यो बाटोलाई हेर्नु भएको छ, बुझ्नु भएको छ। महादेवले हामीलाई के सिकाउनुहुन्छ जस्तो लाग्छ तपाईँलाई? यु नो, महादेव आफ्नो एन्टायर लाइफ ही केप्ट अन मुभिङ एउटा ठाउँबाट अर्को ठाउँमा, वान प्लेस टु अनदर। के उहाँसँग धन सम्पत्ति थिए? के उहाँसँग संसारको सबै सुख थिए? हु नोज, आई डोन्ट। तर मलाई यति थाहा छ कि ही केप्ट अन मुभिङ फ्रम वान प्लेस टु अनदर, र ठाउँ ठाउँमा बसेर उहाँले ध्यान गर्नुभयो र आज उहाँ देवोका देव महादेव बन्न पुग्नुभयो। र हामी सबैजना महादेवको भूमिमा जन्मेका छोराछोरीहरू, हामी त सबै महादेवकै सन्तान हौँ, होइन र? द ब्रेभ सन्स एन्ड डटर्स अफ महादेव। हामी पनि आफ्नो जीवनमा केही कुराको आश नगरेर यो संसारलाई हामीले के कन्ट्रिब्युट गर्न सक्छौँ, हामीले यो संसारलाई कति माया दिन सक्छौँ, त्यो कुराहरूमा अगाडि बढौँ। फोकस भएर, शान्त भएर, धैर्य राखेर, सहनशीलता बिल्ड गरेर संसारको लागि जे जति सक्छौँ त्यति गर्ने प्रयास गरौँ। उहाँ सबैजना जसले संसारलाई माया गर्नुहुन्छ, उहाँ सबैजना सन्स एन्ड डटर्स अफ महादेव हो सर। दिस इज द रिजन आई एम प्राउड टु से आइ एम द सन अफ महादेव, शान्ति नन्दन आनन्द शाह। र यो कुराको सिखले नै हो, एउटा आत्मविश्वास छ मलाई कि एक न एक दिन हाम्रो जेनेरेसनलाई राम्रो मार्गदर्शन गरेर एउटा नयाँ बाटो देखाउन सक्छौँ। हिरोहरूको बाटो, द हिरो जेनेरेसन। इट इज पोसिबल।
र हाम्रो भित्र यदि त्यो आँट छैन, हिम्मत छैन गर्ने, मै सक्छु, मै गर्छु र गरेर देखाउँछु, जति सङ्घर्ष भए पनि, दुःख भए पनि, ब्रेकिङ पोइन्टमा पुगेर एउटा मात्र आफूभित्र एउटा मात्र आशा जगाउन सकियो भने महादेवले तपाईँको साथ छोड्दैन र हाम्रो हिम्मत र हाम्रो पोजिटिभ सोचले त्यो नयाँ भविष्यको निर्माण गर्छ। हिरोहरूको बाटो, द हिरो जेनेरेसन्स। साथीहरू, हामीले कति बेला कतिसम्म आशा मात्र गर्ने, कति मात्र सोच्ने कि उहाँले आएर गरिदिनुहुन्छ, कोही न कोही आउँछ भविष्यमा। अहिलेसम्म हामी के आशामै रोकिएका छैनौँ, आशामै टिकेका छैनौँ। अहिलेसम्म हामीले आशा गरेको कुरा हामीले देख्न पनि सकेको छैनौँ। किनभने साथीहरू, आशा भनेको यस्तो कुरा हो जुन यदि हामीले आफै बनेर संसारलाई दिन सकेनौँ भने एउटा माया जस्तो, एउटा प्रेम जस्तो आशा कहिले पनि पुरा हुँदैन। साथीहरू, त्यही भएर फ्रेन्ड्स, इट इज बिकज अफ दिस रिजन इट इज टाइम फर अस टु बी द्याट होप एन्ड टु सो द एन्टायर वर्ल्ड द होप द्याट एभ्री वान हेज बिन वान्टिङ टु सी। वी क्यान पुल इट अफ थ्रु द हिरो जेनेरेसन। थ्याङ्क यू।